कुरा काठमाडौँको एउटा पुरानो बारबाट सुरु हुन्छ। राति ढिलो बार बन्द गर्ने बेला त्यहाँ काम गर्ने विजय टेबल पुस्दै थियो। एक्कासी ढोका जोडले खुल्यो। भित्र एकजना महिला पसी। उसको शरीर रगतले ढाकिएको थियो। छाला नै नभएको जस्तो देखिन्थ्यो। ऊ डराएर तुरुन्तै फोन गर्न लाग्यो, तर बोल्न नपाउँदै ती महिला एक्कासी उसतिर झम्टी। फोन भुइँमा खस्यो, फुट्यो। उसको हातभरि रगत लाग्यो। उसले लाग्यो यो त सपना हो। महिला हाँस्दै थियो, उसको आँखा खुल्दै पागल जस्तो। ऊ बरबराउँदै बोल्दै थिए, डराउनु पर्दैन, नरक देखाइदिन्छु। विजयको शरीर फ्रिज भयो। उसले बारको पछाडि हाम फाल्यो। गिलास बोतल जे भेट्यो फ्याँक्न थाल्यो, तर उसलाई केही असर परेन। ती महिला असाध्यै बलियो थिए। उसलाई जमिनमा थिचेर घाँटी समात्न खोज्दै थिए। उसको मुखबाट रगत चुहिँदै ऊ हाँसिरहेकी थिए। नरक यही हो, ऊ बरबराउँदै थिए। अन्तिम ताकत जम्मा गरेर विजयले भुइँमा खसेको विस्की बोतल उठायो। जति सक्दो बलले उसको टाउकोमा हान्यो। महिला एक्कासी निष्क्रिय भई। ऊ उठेर भाग्न खोज्यो, तर पछाडिबाट फेरि आवाज आयो। घिस्रिँदै ती महिला फेरि उसतिर आउँदै थिए। अन्तिम क्षणमा उसले खुट्टाले उसको मुखमा हान्यो। सबै शान्त भयो, तर ऊ अझै सास फेरिरहेकी थिए। डरले पागल भएर ऊ बारबाट बाहिर दौडियो, रगतले लतपतिएको सडकमा चिच्याउँदै। पछि पुलिस आयो। ती महिला त्यही मरिसकेकी थिइन्। 2 महिनापछि पुलिसले फोन गर्यो। ब्लड रेकर्डबाट पहिचान भयो। नाम थियो रन्जिबा। एकजना वेश्या रहेछिन्। तर सबैको शरीर तब चिसो भयो जब उनीहरूले थाहा पाए कि रन्जिताको मृत्यु त 1990 मा नै भइसकेको थियो।